नमस्कार तथा स्वागत छ हजुरलाई यस युट्युब च्यानल लोकसा प्रेममा। आजको यस भिडियोमा हामी आउँदै गरेको खरिदारको परीक्षालाई लक्षित गरी अति महत्त्वपूर्ण प्रश्नहरूको अभ्यास गर्नेछौँ। अब ढिला नगरिकन सुरु गरौँ। आजको प्रश्न नम्बर 1 रहेको छ, अमेरिकी स्वतन्त्रताको घोषणा पत्र कसले तयार पारेका थिए? अमेरिकी स्वतन्त्रताको घोषणा पत्र कसले तयार पारेका थिए? र यस प्रश्नको विकल्पहरू रहेको छन्। अप्सन ए रहेको छ थोमस जेफरसन, अप्सन बी रहेको छ जर्ज वाशिंगटन, अप्सन सी रहेको छ लुई नर्थ र अप्सन डी रहेको छ दिदेरो। र यस प्रश्नको सही विकल्प रहेको छ थोमस जेफरसन। र यसै गरी प्रश्न नम्बर 2 रहेको छ, निम्नलिखित कथनहरूबारे विचार गर्नुहोस् भनिएको छ। पहिलोमा रहेको छ, पूर्व पाषाण युगमा मान्छेले सर्वप्रथम आगो प्रयोग गर्न सिकेका थिए। यसै गरी प्रश्न नम्बर 2 रहेको छ, निम्नलिखित कथनहरूबारे विचार गर्नुहोस् भनिएको छ, जसमा पहिलोमा रहेको छ, पूर्व पाषाण युगमा मान्छेले सर्वप्रथम आगो प्रयोग गर्न सिकेका थिए। दोस्रोमा रहेको छ, राजा जोनको मृत्यु सन् 1216 अक्टोबर 18 मा भएको हो। र यस प्रश्नको विकल्पहरू रहेको छन्। अप्सन ए रहेको छ एक मात्र ठिक, अप्सन बी रहेको छ दुई मात्र ठिक, अप्सन सी रहेको छ 1 र 2 दुवै ठिक र अप्सन डी रहेको छ 1 र 2 दुवै बेठिक। र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन सी 1 र 2 दुवै ठिक। पूर्व पाषाण युगमा मान्छेले सर्वप्रथम आगो प्रयोग गर्न सिकेको थिए, यो सही रहेको छ। र राजा जोनको मृत्यु सन् 1216 अक्टोबर 18 मा भएको हो, यो पनि सही रहेको छ। यसै गरी प्रश्न नम्बर 3 रहेको छ, विश्व खुसी सूचकाङ्क वर्ल्ड ह्याप्पिनेस इन्डेक्स 2026 मा नेपाल कतिऔं स्थानमा रहेको छ? विश्व खुसी सूचकाङ्क वर्ल्ड ह्याप्पिनेस इन्डेक्स 2026 मा नेपाल कतिऔं स्थानमा रहेको छ? र यस प्रश्नको विकल्पहरू रहेको छन्। अप्सन ए 79औं, अप्सन बी 88औं, अप्सन सी 85औं र अप्सन डी रहेको छ 109। र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन ए 79औं। यसै गरी प्रश्न नम्बर 4 रहेको छ, वरिष्ठ पत्रकार भैरव रिजालको निधन कहिले भएको थियो? वरिष्ठ पत्रकार भैरव रिजालको निधन कहिले भएको थियो? र यस प्रश्नको विकल्पहरू रहेको छन्। विक्रम सम्वत 2081 फागुन 24 गते, अप्सन बी रहेको छ विक्रम सम्वत 2082 फागुन 28 गते, अप्सन सी रहेको छ विक्रम सम्वत 2081 चैत 5 गते र अप्सन डी रहेको छ विक्रम सम्वत 2081 जेठ 5 गते। र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन ए विक्रम सम्वत 2081 फागुन 24 गते। र यसै गरी प्रश्न नम्बर 5 रहेको छ, 7औं राष्ट्रिय कृषि गणना 2078 अनुसार औपचारिक कृषि तालिम लिने कृषक कति प्रतिशत रहेका छन्? 7औं राष्ट्रिय कृषि गणना 2078 अनुसार औपचारिक कृषि तालिम लिने कृषक कति प्रतिशत रहेका छन्? र यस प्रश्नको विकल्पहरू रहेको छन्। अप्सन ए 7%, अप्सन बी 6%, अप्सन सी 11% र अप्सन डी रहेको छ 3%। र यसै गरी यस प्रश्नको सही विकल्प रहेको छ अप्सन बी 6%। र यसै गरी प्रश्न नम्बर 6 रहेको छ, रुसी राज्यक्रान्ति कहिले भएको थियो? रुसी राज्यक्रान्ति कहिले भएको थियो? रुसी राज्यक्रान्ति कहिले भएको थियो?
र यस प्रश्नको विकल्पहरू रहेको छन् अप्सन ए 1920, अप्सन बी सन् 1917, अप्सन सी सन् 1918 र अप्सन सी रहेको छ सन् 1816 र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन बी सन् 1917। यसैगरी प्रश्न नम्बर 7 रहेको छ नेपाली भाषामा लेखिएको पहिलो हस्तलिखित ग्रन्थ कुन हो? नेपाली भाषामा लेखिएको पहिलो हस्तलिखित ग्रन्थ कुन हो? अप्सन ए रहेको छ भास्वती, अप्सन बी रहेको छ प्रज्ञा परमित, अप्सन सी रहेको छ पञ्चरक्षा र अप्सन डी रहेको छ खण्ड खाद्य र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन ए भास्वती। प्रश्न नम्बर 8 रहेको छ मानव विकास सूचकाङ्कमा नेपालको हालको अङ्क कति रहेको छ? मानव विकास सूचकाङ्कमा नेपालको हालको अङ्क कति रहेको छ र यस प्रश्नको विकल्पहरू रहेको छन् अप्सन ए 0.625, अप्सन बी रहेको छ 0.632, अप्सन सी रहेको छ 0.622 र अप्सन डी रहेको छ 0.645 र यसैगरी प्रश्न नम्बर 8 को सही उत्तर रहेको छ 0.622। यसैगरी प्रश्न नम्बर 9 रहेको छ विश्व सिमसार दिवस कहिले मनाइन्छ? विश्व सिमसार दिवस कहिले मनाइन्छ र यस प्रश्नको विकल्पहरू रहेको छन् अप्सन ए जनवरी 16, अप्सन बी फेब्रुअरी 5, अप्सन सी फेब्रुअरी 2 र अप्सन डी रहेको छ फेब्रुअरी 3 र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन सी फेब्रुअरी 2। यसैगरी प्रश्न नम्बर 10 रहेको छ नेपाललाई 77 जिल्लामा विभाजन गर्दा नेपालका तत्कालीन प्रधानमन्त्री को थिए? नेपाललाई 77 जिल्लामा विभाजन गर्दा नेपालका तत्कालीन प्रधानमन्त्री को थिए र यस प्रश्नको विकल्पहरू रहेको छन् अप्सन ए रहेको छ शेरबहादुर देउवा, अप्सन बी रहेको छ पुष्पकमल दाहाल र अप्सन सी रहेको छ केपी शर्मा ओली र अप्सन डी रहेको छ बीपी कोइराला र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन ए शेरबहादुर देउवा। यसैगरी प्रश्न नम्बर 11 रहेको छ भैरव पुरस्कार 2082 कसलाई प्रदान गरिएको छ? भैरव पुरस्कार 2082 कसलाई प्रदान गरिएको छ र यस प्रश्नको विकल्पहरू रहेको छन् अप्सन ए कृष्ण प्रधान, अप्सन बी रहेको छ सन्दुक रुइत, अप्सन सी रहेको छ महावीर पुल र अप्सन डी रहेको छ छुदेन काबिमो र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन ए कृष्ण प्रधान। यसैगरी प्रश्न नम्बर 12 रहेको छ नेपालको संविधानको कुन धारामा राष्ट्रिय गान र अन्य राष्ट्रिय चिन्हको व्यवस्था रहेको छ? नेपालको संविधानको कुन धारामा राष्ट्रिय गान र अन्य राष्ट्रिय चिन्हको व्यवस्था रहेको छ र यस प्रश्नको विकल्पहरू रहेको छन् अप्सन ए रहेको छ धारा 8, अप्सन बी रहेको छ धारा 10, अप्सन सी रहेको छ धारा 12 र अप्सन डी रहेको छ धारा 9 र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन डी धारा 9। यसैगरी प्रश्न नम्बर 13 रहेको छ भारतपछि नेपालले द्वैत सम्बन्ध स्थापना गरेको सार्क राष्ट्र कुन हो? भारतपछि नेपालले द्वैत सम्बन्ध स्थापना गरेको सार्क राष्ट्र कुन हो र यस प्रश्नको विकल्पहरू रहेको छन् अप्सन ए श्रीलङ्का, अप्सन बी भुटान, अप्सन सी बङ्गलादेश, अप्सन डी
मालदिभ्स। र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन ए श्रीलङ्का। र यसै गरी प्रश्न नम्बर 14 रहेको छ नेपालमा पोषण कार्यक्रमको सञ्चालन कहिलेदेखि गरिएको हो? नेपालमा पोषण कार्यक्रमको सञ्चालन कहिलेदेखि गरिएको हो? र यस प्रश्नको विकल्पहरू रहेको छन् अप्सन ए रहेको छ विक्रम सम्वत 2040, अप्सन बी रहेको छ विक्रम सम्वत 2038, अप्सन सी रहेको छ विक्रम सम्वत 2037 र अप्सन डी रहेको छ विक्रम सम्वत 2045। र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन सी विक्रम सम्वत 2037। र यसै गरी प्रश्न नम्बर 15 रहेको छ बफर जोन अफ युरोप भनेर कुन मुलुकलाई चिनिन्छ? बफर जोन अफ युरोप भनेर कुन मुलुकलाई चिनिन्छ? र यस प्रश्नको विकल्पहरू रहेको छन् अप्सन ए रहेको छ बेल्जियम, अप्सन बी रहेको छ जर्मनी, अप्सन सी रहेको छ इटली र अप्सन डी रहेको छ फ्रान्स। र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन ए बेल्जियम। र यसै गरी प्रश्न नम्बर 16 रहेको छ युरोपको सबैभन्दा ठुलो भूपरिवेशित राष्ट्र कुन हो? युरोपको सबैभन्दा ठुलो भूपरिवेशित राष्ट्र कुन हो? अप्सन ए रहेको छ सर्बिया, अप्सन बी रहेको छ बेलारुस, अप्सन सी रहेको छ आर्मेनिया, अप्सन डी रहेको छ लाओस। र यसै गरी यस प्रश्नको सही विकल्प रहेको छ अप्सन बी बेलारुस। र यसै गरी प्रश्न नम्बर 17 रहेको छ राष्ट्रिय दान दिवस 2082 कतिऔं दान दिवस हो? राष्ट्रिय दान दिवस 2082 कतिऔं दान दिवस हो? र यस प्रश्नको विकल्पहरू रहेको छन् अप्सन ए 2200, अप्सन बी 2500, अप्सन सी 2800 र अप्सन डी रहेको छ 2000। र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन ए 2200। यसै गरी प्रश्न नम्बर 18 रहेको छ नेपालमा पहिलो पटक सफलतापूर्वक मृगौला प्रत्यारोपण कहिले गरियो? नेपालमा पहिलो पटक सफलतापूर्वक मृगौला प्रत्यारोपण कहिले गरियो? र यस प्रश्नको विकल्पहरू रहेको छन् अप्सन ए 2055, अप्सन बी विक्रम सम्वत 2054, अप्सन सी विक्रम सम्वत 2056 र अप्सन डी रहेको छ विक्रम सम्वत 2058। र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन बी विक्रम सम्वत 2058। यसै गरी प्रश्न नम्बर 19 रहेको छ ओलम्पिक माउन्टेन कुन देशमा रहेको छ? ओलम्पिक माउन्टेन कुन देशमा रहेको छ? र यस प्रश्नको विकल्पहरू रहेको छन् अप्सन ए रहेको छ अस्ट्रेलिया, अप्सन बी रहेको छ जापान, अप्सन सी रहेको छ क्यानाडा र अप्सन डी रहेको छ अमेरिका। र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन डी अमेरिका। र यसै गरी आजको अन्तिम प्रश्न नम्बर 20 रहेको छ पारा ओलम्पिक 2024 मा कांस्य पदक विजेता नेपाली खेलाडी को हुन्? पारा ओलम्पिक 2024 मा कांस्य पदक विजेता नेपाली खेलाडी को हुन्? र यस प्रश्नको विकल्पहरू रहेको छन् अप्सन ए रहेको छ सन्तोषी श्रेष्ठ, अप्सन बी रहेको छ दीपक विष्ट, अप्सन सी रहेको छ प्लेसा गोवर्धने, अप्सन डी रहेको छ गौरिका सिंह। र यस प्रश्नको सही विकल्प रहेको छ प्लेसा गोवर्धने। आजको लागि यति नै। र हजुरहरूले कति प्रश्न मिलाउन सफल हुनुभयो कमेन्ट अवश्य गर्नुहोला। र यसै किसिमको भिडियो सामग्रीको निरन्तर अपडेटका लागि हाम्रो युट्युब च्यानल लोकसप प्रेपलाई सब्सक्राइब र लाइक गर्नु नभुल्नुहोस् र आफ्नो साथीमाझ सेयर पनि गर्न सक्नुहुनेछ। हस्त धन्यवाद।